हेलो साथीहरु, नमस्ते सबैलाई। सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्दै फेरि मैले सानो भिडियो सुट गरिरहेको छु साथीहरु। सो हजुरहरुलाई के कस्तो लाग्छ भनिदिनु होला। हामी चाहिँ यहाँ बजार जाँदैछौँ हो साथीहरु। सो बजार पुगिसकेर चाहिँ यहाँ दोकानमा यसो कपडाहरु लिन्थे नि त साथीहरु। सो त्यही भएर चाहिँ त्यो कपडा हामी हेर्दैछौँ। सो एउटा कपडा मन परेन कि साथीहरु, के आफूले भनेको डिजाइनै निकाल्दैन हो साथीहरु। के भन्नु, हाम्रो चाहिँ यो बजार हो सालकुमार बजार हो साथीहरु। सो हामी चाहिँ एकदम लेट गएको, 4 बजे निस्केको हो घरबाट साथीहरु। त्यही भएर सानो मैले भिडियो शेयर गर्नु मन लाग्यो साथीहरु। सो हेर्दिनु होला। अनि यहाँ चाहिँ त्यहाँनी उयो हेरिसकेर, लुगा हेरिसकेर चाहिँ यहाँनिर मैले बाबुको सिक्री उयो भएको थियो नि त। अन्त यो उसको बाबालाई चाहिँ कहिले दिनको बनाएर ल्याइदिनु न भनेर कहिले दिनको भनेको के ल्याइदिन्छ त। अनि आफै गएर अन्त आज चाहिँ बजार पनि जानु पर्यो अनि बनाउनु दिएको साथीहरु। सो अनि त्यहाँ भइसकेर चाहिँ अनि यहाँ नानीको लागि साइकलहरु किन्नु लाग्यौँ हो साथीहरु। साइकलको दामै पर्दैन फेरि। अनि फेरि भोक लागेर खानुतिर लाग्यौँ साथीहरु हामी त। अनि यहाँ त खानु धमाधम खानु थाल्यौँ साथीहरु। हामी त गम। अन्त आजको भिडियोहरु चाहिँ के कस्तो लाग्यो साथीहरु कमेन्टमा भनिदिनु होला। सो खाँदै यहाँनिर फेरि भाइले यो सकेको छैन, चाउमिन ल्याएर थुपारिदियो हो। यो पनि खाइसक्नु पर्यो। भोकाले गम खान थाल्यौँ हामी त साथीहरु। लु त आजको लागि बाइ बाइ। फेरि अर्को भिडियोमा भेटौँला।